आजको चिन्तन मनन प्रज्ञामा यो सोचमा म पुगे, यो संसारमा सत्य र असत्य भनिन्छ, यो छँदै छैन। न सत्य छ न असत्य छ। अरे यो के भन्यो भनेर सोचिरहनु भएको होला। मलाई के लाग्यो भने साथीहरू, यदि कुनै दुई व्यक्ति बीच झगडा भयो, मनमुटाव भयो भने त्यसभित्र या दुवै व्यक्ति गलत छन् या एउटा व्यक्ति सही छ। दुवै व्यक्ति गलत छन् भने त मूर्खतापूर्ण भइहाल्यो। यदि एउटा व्यक्ति सही छ भने एउटा व्यक्ति गलतका कारण मनमुटाव बढ्यो। त्यसो हो भने सही व्यक्तिले पनि मनमुटाव किन बढायो त भन्दा उ त सत्य थियो नि त। सत्य भएको मान्छेको मनमुटाव त नहुनुपर्ने। यो त यस्तै हो भन्नुपर्ने। तर हामी मानवहरू यसले किन चाहिँ म सत्य हुँदाहुँदै यसले यस्तो किन भन्यो भनेर हामी के गर्ने भयौँ, झन् असत्यको विरुद्धमा झन् सत्यवादी पनि मनमुटाव भएर कोर्ट कचेरी अड्डा अदालत पुग्ने देखियो। भनेपछि यहाँ सत्य असत्य छैन, होला एउटा मानेमा, तर छैन साथीहरू। यदि हुँदो हो भने त त्यो अघिको घटनाक्रम हुन्थेन। तर वास्तवमा के छ त, किन हुन्छ त यस्तो भन्नुपर्दा साथीहरू, मानसिक तनाव, मानसिक सुख, मानसिक खुसी, मानसिक पीडा, यो कुरा इम्पोर्टेन्ट छ साथीहरू। यो छ, यसका कारणले सुख दुःखको भान मात्रै भएको हो। किनभने मानसिक पीडा झेल्न सक्दैन मान्छेले। तर आफ्नो मस्तिष्क, आफ्नो मानसिक, हामी चाहे सत्यवादी हौँ चाहे असत्यवादी हौँ, बिगारेकै हुन्छौँ। यदि योबाट बच्न सक्यो भने, मानसिक पीडाबाट बच्न सक्यो भने, हामीले रिएक्सन गरेन भने, एउटाले कुकरमा काम गरे पनि अर्कोले माफी दिन सक्ने क्षमता भयो भने दुईटै कुराको शान्ति हुन्छ जस्तो लाग्यो। त्यसैले यो सत्य असत्य भन्दा पनि वास्तविक मानसिक समस्या नै यसको जड हुनुपर्छ। हवस् त, नमस्ते।